खेतालहरु ल ल राम्रोसँग काट है छिटछिट काट अहिले कुखुराको फोदे ग्रुम खाउला है ल ल ल साथीहरु ल ल खेतालोलाई नि खेतालोलाई कति मिठो मिठो खुवाउला अहिले हो काट ज्ञानी भएर मेरो सानी सानी बहिनी साथीहरु ल ल ल ल आहा हाम्रो धान काटे है ल ल ल ल त ल मको लोकल कुखुरा काटेर खुवाउला है साथीहरु ल ओहो लु काट काट ल सबभन्दा अल्छी हाम्रो बहिनी आमा उडी उडी काट ल छिटो छिटो ल ल ल ल राम्रोसँग काट लु ओहो ल हाम्रो खेतालहरु कति राम्री राम्री प्यारी प्यारी खेतालहरु ल हाम्रो ओहो यता यता उ यता पुतली दोस यता हाम्रो बहिनीहरु यता छ्यामा उ कराउँदै हुनुहुन्छ कस्तो प्यार भयो कति काम भएपछि अनि खेताला भनेको यस्तोहरु हुनुपर्छ उ यहाँ यसरी काम गर्ने मेहनतीहरु ल ल ओहो ल आफ्नो मेला काका पुगिसके मार्नी भयो अब ल साथीहरु ल अब त धान काट्नु पर्यो अहिले फेरि मलाई लखार छ अहिले मेरो चाहिँ कामै भएको छैन मुख मात्रै चलिरहेछ साथीहरु उ यहाँ उ मेला बसेर ल अब काट्नु पर्यो ल हाम्रो खाजा खानी बेला भयो धान काट्नेहरुको ल धानको भन्नु नमिले धान काट्नेहरुको खाजा लु खाजा खाजा खानी मैयाहरु चटपटे 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 हेलो कतिले हेलो आमोनी म पनि अब खाजा खाए साथीहरु हाम्रो खाजा सकिन लाग्यो साथीहरु खाजा सकिन लाग्यो यहाँ यी चटपटे 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 हाम्रो बहिनीहरु चटपटे खाइरहेको अवस्था हजुर नागा काकाले देख्छ रे के भिडियो ल के गरी हाम्रो काकाले मेरो हेर्दिनु भयो भने शेयर गर्दिनु यहाँ हेर्दिनु यी हजुरको भाइ काकी हुनुहुन्छ अनि समीर भाइको मम्मी यता हाम्रो सोल्टिनी हाम्रो बहिनी हाम्रो यहाँ पुतली बहिनी हाम्रो यहाँ अनि सानी सानी बहिनी दुईजना हाम्रो मम्मी यहाँ अनि म चाहिँ यता यी वाउ घरला नि कराउँछ पहिले गोच्या मेरो अहिले आमा दिउ भयो छ त्यो पुरो छैलमा ओइ कति अझै के भयो तेरो मोबाइल छ नि खाइदिउ है एन आजु नि को थुप झ्यार रहेछ बेटी मतलब खिला बोतलै हाल्ने मैले खाइदिएको बोतलै खाइदिए ल साथीहरु अब खाजा खाएर अब अझै यति काट्नु पर्ने छ ल हाम्रो यति छ अझै मैले बिर्सेछ के मम्मी छ अझै यति छ 2 कट्टा सक्यो अब 2 कट्टा बाँकी छ अनि त्यसपछि हाम्रो धान काटेर सकिन्छ साथीहरु त्यो पानी लिन फुट्यो ल ल ल आमा साथीहरु धान काट्दाखेरि त रात पर्यो धान काटिरा छ यहाँ साथीहरु अझै अघि खोइ के देख्दैन त धान काट्दाखेरि म यहाँ छु साथीहरु म यहाँ छु यहाँ धान काटिरा छु यहाँ छु धान काट्दाखेरि म यहाँ छु साथीहरु हेर्नु होला फाइनली सक्यो धान काटेर सक्यो अब हामी घर गइरहेको अवस्था उ सबैजना हिँडिरहेछ बुरुङ लगाएर अम्मा अहिले धान ओए कति बज्यो कति बज्यो खै 6:13 गएछ ल जा गाउँतिर सबै है बत्ती बलिरहेछ उ आमा सोल्टिनी जम भुदाउँछ अहिले धान काट्दाखेरि यति बेला भयो हामी गएर जाँदैछु साथीहरु म यहाँ छु तर
देख्नु सक्नु भएको छैन होला साथीहरु हैन राति राति अनि बोली सुनेर भए पनि मलाई माया गर्दिनु होला साथीहरु राति राति धान काटेको छु हेरेर मेरो भिडियोलाई लाइक गर्दिनु शेयर गर्दिनु कमेन्ट गर्दिनु साथीहरु अब हामी घर जाँदै छौ साथीहरु ल बाइ बाइ है सबैजनालाई बाइ बाइ